नमस्कार साथीहरू, तपाईहरूले जुन 2 दिनमा दिनुभएको नम्बरहरू कसको छनौट भयो या पर्यो कि परेन भनेर तपाईहरूले ठुलो कौतूहलता हुन सक्छ। र अर्को कुरो चाहिँ यो जस्तै मैले तपाईहरूले दिएको र मैले काटेको नम्बर यहाँ देखाइरहेको छु। यहाँनिर हामीले बिग मिस्टेक मैले चाहिँ गरेको छु। यो अलिकति नसिबमा नभएपछि यस्तै मिस्टेक हुन्छ र कहाँनिर के गर्दा चाहिँ मिस्टेक भयो र यस कुन क्रियाले गर्दाखेरि चाहिँ यो नम्बर पर्थ्यो त भन्ने कुरो म तपाईलाई आज भन्नेछु। किनकि यो बिग्रिसकेपछि दिमाग आउँछ। आगामी अर्को पल्ट पनि तपाईले बनाउनुहुन्छ भने यहाँ यसरी मिस्टेक नगर्नुहोस्। भिडियो अन्तिमसम्म हेर्नुहोस्, म यसलाई प्र्याक्टिकल गरेर देखाउनेछु। जस्तै मैले चाहिँ काटेको थिएँ 1770, यहाँनिर चाहिँ आएको छ 1660। किन यस्तो भयो त? के कसो गर्दा चाहिँ अब खास यो नम्बर चाहिँ हामीले यसो पढ्न सक्थ्यो त भन्ने कुरो म तपाईलाई प्र्याक्टिकल रूपमा गरेर देखाउने छु। र अर्को कुरा चाहिँ यो भिडियो यदि तपाईले अन्तिमसम्म यहाँसम्म हेर्नु भएको छ भने भोलि मंगलबार स्पेशल छ र भोलिको लागि चाहिँ तपाईले यसमा आफ्ना आफूलाई लाग्ने नम्बर यो चाहिँ पढ्न सक्छ है भन्ने लाग्ने नम्बर चाहिँ तपाई कमेन्ट गर्नुभयो भने फेरि भोलि 5 जनाको यो भिडियोबाट मैले नम्बर उठाएर खेल्ने छु। किनकि म शंका लागेको नम्बर चाहिँ म पिक गर्ने छु र त्यही हो। पिक गरेर मैले रिजल्टमा समावेश भए तपाईलाई त्यसको आधी चाहिँ तपाईलाई चाहिँ दिन्छु भनेकै छु साथीहरु। र अब भिडियो अन्तिमसम्म हेर्नु। अब चाहिँ प्र्याक्टिकल गर्नेतिर जान्छौं हामी है त। र अब साथीहरु, यहाँ तपाईहरुले हेर्दै हुनुहुन्छ, यो भनेको यो जुन यहाँ माथिको यो नम्बर हो भनेको अस्तिको जो अथवा हिजोको यताको नम्बर छ भने यो भनेको अस्तिको नम्बरहरु हुन्। यो तीनटा जस्तै 9963 70 74 74 04 यी अस्तिको नम्बर र यो भनेको हिजो बेलुकाको हो, हिजो आएको नम्बरहरु। मैले यही तीनटा नम्बरहरुबाट आफ्नो सूत्र लगाएर नम्बर बनाउने गर्छु। त्यहाँनेर चाहिँ मैले काटेको नम्बर चाहिँ कति हो भनेदेखि हिजो फर्स्ट प्राइज आएको भनेको 1770 तर आयो के त भन्दाखेरि 1660। यस्तो किन आयो त? ल यस्तो मिस्टेक कहाँनेर भयो त? यो त बिग मिस्टेक हो। यहाँ यस्तो चाहिँ अलिकति दिमाग आएको भए हुन त बिग्रिसकेपछि जस्तो हुन्छ। अलिकति घुमाएर बरु अलि कमको खेलेको भए पनि त आउँथ्यो भन्ने लाग्छ नि त अहिले त, हैन? यसलाई यसरी पनि बनायो र यसरी पनि बनाएको भए यो हुन्थ्यो। कहाँनेर मिस्टेक भयो त भन्ने कुरो अब म तपाईहरुलाई देखाउने छु, हैन? मैले अगाडिदेखि सूत्रको कुरा गर्छु। यो म आफ्नै सूत्र हो, हैन? म चाहिँ यो तरिकाले बनाएर यस्तो नम्बरहरु हुन्छ। मैले यसरी तपाईहरुले दिए यो नम्बर, हैन? तर आयो यो मैले काटेको पनि यही हो। कहाँनेर मिस्टेक भयो? एक अगाडि मिलाएको छ, यहाँ 600 आएको छ, 770 मिलाएको छ। तर कहाँनेर यस्तो भएको थियो भनेर म तपाईहरुलाई अब देखाउने छु यहाँ आएर। ल हेर्नुस्, अब यसलाई मैले के गरे त भन्दाखेरि जहिले पनि 0 देखि 9 सम्मको अंकलाई म प्रयोग गर्छु। यो यही नै हो सूत्र, हैन? अनि मैले डबल 9 आएको छ 63। अब मैले के गरे भन्दाखेरि चाहिँ यहाँ यसलाई 2 बढाएर 11 बनाए। 11 9 मा 2 प्लस गर्दा कति हुन्छ? 11। 11 को 1 यहाँ हुन्छ। 11 को 1 मैले यहाँ लेखे, हैन? यसलाई 9 मा प्लस 2 11 को 1 आयो। 11 को 1 लेखे र मैले यहाँ के गरे भन्दाखेरि यसलाई यता 2 बनाएपछि यसमा 2 माइनस गरे। 2 मा माइनस 2 9 मा 2 माइनस गर्दा कति हुन्छ? 7 हुन्छ। 7 यसरी लेखे। 2 मा 9 माइनस गर्दा 7 हुन्छ। अनि यसमा चाहिँ मैले 2 माइनस गर्थे। अब 6 मा आयो। हामी 6 मा ठ्याक्क आयो। 6 मा ठ्याक्क आउँदाखेरि मैले यसलाई के गरे भन्दाखेरि 1 बढाएर 1 प्लस गरेर फेरि यहाँ 7 लेखे। तर इनले के लेख्यो? इनले के गर्यो भन्दाखेरि इनले 3 घटाइदियो। 3 घटाएर यहाँ 6 लेख्यो। 1 को ठाउँमा मैले 7 लेखे यहाँ, तर इनले 3 घटाइदियो। मैले बढाएँ, हैन? मैले पनि बढाएँ। इनले पनि के गर्यो भन्दाखेरि 1 मात्र बढाए, मैले 1 मात्र घटायो, हैन? के भन्छ इनले चाहिँ मैले चाहिँ 9 मा 2 घटाएँ भने इनले
9 मा 3 घटायो, 9 मा 3 घटाएर 6 बनाइदियो। तर एक मिस्टेक यहाँ भयो, यहीँबाट मिस्टेक भयो। अनि उनले 3 घटायो, मैले 2 मात्र घटाएँ। यसरी हुन्छ, कहिलेकाहीँ 3 पनि घटाउन सक्छ, प्रायः जसो 2 घट्छ हैन। तर यसलाई 6 लाई के गर्यो भन्दाखेरि 6 लाई यथावत यसले राख्दियो। मैले 6 लाई पनि 1 बढाएर 7 बनाइदिएँ हैन, 7 बनाइदिएँ। यसले यथावत राखो, मैले यथावत राखौँ कि भनेर पनि सोचेँ। तर किनकि यहाँ दुईटै अगाडि 9 को घर यथावत रहेको थियो, 9 2 दिन यथावत रह्यो हैन। त्यही भएर आज यथावत नहुन सक्छ भनेर मैले यो 6 लाई 1 बढाएर 7 बनाइदिएँ। यहाँ 3 लाई 0 बनाएँ। किन 0 बनाएँ भन्दाखेरि अब यताको चाहिँ मैले 2 घटाइसकेपछि यसलाई 0 बनाएँ। यो 0 चाहिँ कहाँबाट ल्याएँ, यहाँबाट ल्याएर यहाँ 0 राखेको थिएँ, त्यस्तो गरेको थिएँ। तर यिनले यताको चाहिँ घटाको, यता 3 घटाको चाहिँ यहाँ यसले बराबर ल्याएर यहाँ 0 बनाएको छ, यहाँ 0 बनाएको छ। यस्तो भएको थियो खास गरी। यसरी गर्दा चाहिँ हिजो हाम्रो फुत्केको थियो, केही छैन। र अन्य तपाईहरुले दिनुभएको नम्बरहरू साथीहरु तपाईहरुले बुझ्नु भयो कि भएन? यस्तो प्रकारले गलत भएको चाहिँ हिजो सूत्रमा हामीले जुन 1-2 मिस्टेक गरे मैले, त्यसले गर्दाखेरि त्यो हिजो प्राइज पार्न सकेन। र तपाईहरुले कसले नम्बर दिनु भएको थियो भन्ने तपाईलाई लाग्छ भने मैले यहाँ तपाईहरुको सरसर्ती नाम लिन्छु। मैले एकजनाको नाम लेख्न बिर्सेछु, त्यसको लागि माफी चाहन्छु। तर तपाईले जसले यो नम्बर दिनुभयो उहाँले हेर्दै हुनुहुन्छ भने फेरि पनि कमेन्ट गर्नु होला। 1810 एकजना साथीको ल्याएको थिएँ मैले, 1810 उसको नाम चाहिँ मैले लेखिन। र अर्को चाहिँ सञ्जीव राईले 1304 लिनुभएको थियो, त्यो मैले खेलेको थिएँ, यहाँ देखिरहनु भएको छ स्क्रिनमा। र अर्को मगर मन्नु भन्ने एकजना साथीले चाहिँ 5113 दिनुभएको थियो। 5113 यो नम्बर मैले खेलेको थिएँ। यो एकदम धेरै ठाउँमा 51 19 51 03 समथिङ यस्तै के आएछ, यहाँ हेर्नु होला हैन। यसरी आएको छ यो 51 13 यो धेरै ठाउँमा। र एकजना चाहिँ रियलमी भन्ने एकजना ब्रदरको लिएको थिएँ, 0248 लिएको थिएँ। यो पनि धेरै सम्भावनाले नजिक आएको छ। तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद, नम्बर दिएर सहयोग गरिदिनु भयो। तपाईहरुको नम्बर मैले यसरी खेलेको थिएँ, के गर्नु भाग्यमा थिएन, परेन हैन। आगामी दिनमा पनि यस्तै खाली नम्बरहरू दिनुहोस्, या यही भिडियोमा पनि दिन सक्नुहुन्छ हैन। म तपाईहरुले दिनुभएको नम्बर मैले छनौट गरेर खेल्ने गर्छु। परेको बापत तपाई हामी आधा बाँडेर खानेछौँ। यही भन्न चाहन्छु तपाईहरुलाई। भिडियो राम्रो लाग्यो भने शेयर गरिदिनुहोस्, अथवा मेरो सूत्र कस्तो लाग्यो त्यो पनि भनिदिनुहोस्। नमस्कार, बाइ बाइ।